साँधेको भटमास चिउरा बनाऊ है त मेरो स्टाइलमा। यो चाहिँ भुटेर राखेको चिउरा हो। त्यसपछि मैले यसमा राखेँ भुटेको भटमास। यसलाई चाहिँ मैले मजाले बोक्रा निकालेको छु। त्यसपछि यसमा म राख्दैछु अदुवा, काटेको अदुवा, प्याज। त्यसपछि यसमा राख्दैछु म काटेको धनियाँ हरियो। त्यसपछि थोरै बन्दा। त्यसपछि राख्दैछु म यसमा हरियो खुर्सानी। त्यसपछि लसुन। त्यो सबै सामग्रीहरूलाई यसरी राखेँ मैले। अब यसमा चाहिँ म राख्दैछु स्वाद अनुसार नुन। यो चाहिँ सादा नुन हो। त्यसपछि राख्दैछु म थोरै धुलो खुर्सानी। पिरो मन पर्दैन भने नराख्नु भए पनि हुन्छ। त्यसपछि राख्दैछु म कालो नुन। त्यसपछि सबै सामग्रीहरू हालिसकेपछि यसमा राख्दैछु म तोरीको तेल। तोरीको तेल मजाले राख्ने। त्यसपछि मजाले यसमा सबैतिर सामग्रीहरू लाग्ने गरी मोल्नुपर्छ। त्यसपछि राखेँ मैले कागतीको रस। एउटा सिङ्गे कागती राखेको छु मैले। अमिलो धेरै मन नपर्नेहरूले थोरै राख्नु भए पनि हुन्छ। अब यसलाई मजाले मोल्ने। मजाले मोलिसकेपछि चाहिँ मैले चाहिँ मासुको अचारसँग सर्भ गरेको छु। यो यस्तो देखिएको छ। बाई बाई।